हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। अनि म शुभराज हजुरको सामने एउटा छोटो भिडियो लिएर आएको छु, भ्लग भनौँ। अहिले चाहिँ म गोठालमा छु अनि बाख्राहरू हराएर। अब गाउँ बस्नु त यत्तिकै पनि गाह्रो हुन्छ, स्किन केयर के गर्नुपर्छ अरे, तर म चाहिँ गर्दिनँ। त्यो यस्तो भइसक्यो, स्किन केयर नगर। अनि अहिले चाहिँ ढुस्से परेको छ। अब यस्तै मौसम हो भने चाहिँ त्यो स्किन केयर केही चाहिँदैन थियो होला, तर कुरो चाहिँ कहाँ आयो भने घाम लाग्दिन्छ। अहिले चाहिँ अब पानी परिरहेछ, अनि गोठालोको बेला पानी परेपछि एकदम गाह्रो। बाख्रा लापत्ता भएको छन्। बाख्रा कता चाहिँ मलाई थाहा छैन। अनि घरिघरि यो यस्तो मौसम हेरेर चाहिँ घरिघरि कहिलेकाहीँ कविता भन्न मन लाग्छ क्या। यस्तरी झरी परिरहेको छ, लाग्छ समयले छल गरिरहेको छ। यस्तरी झरी परिरहेको छ, लाग्छ समयले छल गरिरहेको छ। तिमी अरूको दुःख के हेर्छौ साथी, यहाँ हेर त तिम्रै आफ्नै जवानी पनि पल पल मरिरहेको छ। यस्तै छ कविता। खासमा म लेख्नु चाहिँ लेख्दिनँ, म प्रायः सम्झिन्छु मात्र, लेख्दिनँ। त्यति धेरै लेखेको छैन, 2 या 3 लेखेको थिएँ। 2 या 3 कविता लेखेको छु। त्यति मध्ये नि एउटा चाहिँ आज बेलुकातिर छ्यास अपलोड हुन्छ, सायद टिकटकमा हुन्छ, यो फेसबुकमा हुन्छ, त्यो टिकटकमा हुन्छ। अनि बाँकी भनेको यस्तै हो। अनि त्यो कविताकै छोटो भाग चाहिँ मलाई आफैले लेखेर पनि मलाई नै मन परेको थियो क्या। अरू मन परेको भागहरू थुप्रै छ, अब सबै मन परेरै लेख्छु म त अब, होइन। मैले लेखेको कविताहरू, मैले लेखेको शब्दहरू त मलाई मन परिहाल्छ। त्यसमाथि पनि अलिक धेरै मन परेको भनेको चाहिँ एकैचोटि फुत्त कहाँदेखि आयो त्यो छेउमा टुपक्न भने त्योभन्दा मास्तिर अरू छ क्या राम्रै। अनि जस त्यो मास्तिरलाई मिलाएर थोरै लेखेको छ क्या। त्यसलाई नि वाचन गरौँ है त, कस्तो सुनिन्छ। अलि सास बढ्यो, अलि हल्का सास घटाएर बोलौँ न त। मौसम चाहिँ पुरा यस्तो कुल छ क्या, टक्क होइन। यस्तरी हुन्छ, मैले यत्तिको भन्नुबाट। तिम्रो माया फलोस् फुलोस्, मेरो माया सधैँ मरोस्। तिम्रो माया फलोस् फुलोस्, मेरो माया सधैँ मरोस्। गुलाफ बनी फुल्न गएको तिमी, कारा बनी उसले सधैँ तिम्रो रक्षा गरोस्। यस्तो छ है त।